हेलो हेलो। हेलो गाइस। यस सर। हेलो सर। हेलो। के ग्रुप आउँदैन क्या यसमा एकछिन है। सर सर हजुर। कति बजेसम्म सर आज हाम्रो? 6 बजीसम्म। 5:45 देखि उता बोटनी पनि राख्नु भएको छ फेरि। त्यसो 5:45 को सरलाई मेसेज गर। राजु सरको क्लास छ। माने छैन सर। नमानेपछि या त यताको छोरा या त उताको छोरा कुनै एउटा छोरी पऱ्यो। पहिला कसले राख्यो भनेर पहिला कसले राख्यो। तपाईँले राख्नु भयो, राख्नु त नोटिस भनेपछि त अब। त मेरो गल्ती होइन। कुन मिलन सर। सरलाई त ग्रुपमा भनेको थियौँ, फेरि उहाँले रुटिन यही हो, यही अनुसार हुन्छ भन्नुभएको उहाँले। उहाँ सरको क्लास कहिले हुन्छ कति बजी हुन्छ सधैँ। त्यही छ फाइभ बजे फोर्टी फाइभ भन्नुहुन्छ, 6 बजेदेखि गर्ने हो कि खै। होइन उहाँको क्लास जेनरली कति बजी हुन्छ भन्नु खोजेँ क्या मैले। खासमा चाहिँ सधैँ 8 बजे हो। अनि त्यसपछि हजुर। चाहिँ बोट्ने चाहिँ 6 बजे, अनि जुलोजी चाहिँ 8 बजी थियो पहिला सेड्युलमा। अँ, अनि पछि हाम्रो फेरि त रामतिवारी सरको पनि हल्का अगाडि छ क्लासको टाइम चाहिँ। अँ। त्यहीहरूले गर्दा हल्का पछाडि पछाडि लिँदाखेरि चाहिँ 5:45 पुगेको त्यो चाहिँ, नत्र त्यो 6बाट हो। रेगुलरली चाहिँ 8बाट हुन्थ्यो पहिला। लास्ट लास्टमा चाहिँ 2टा क्लास हुन्छ सर त्यो चाहिँ। ल ल। सुन यहाँ क्वेसन गरौँ पहिला अस्ति हामीले गरेको कुरोहरूलाई क्वेसन गर्ने एउटा क्याल्सियम कार्बोनेट सलिड यहाँ है CaO सलिड बोटिङ कसले पढाउँछ त्यहाँ। अभिषेक। अभिषेक सरले। ल मलाई त यो मैले रियाक्सन दिएँ अब यो रियाक्सनको के अरे इन्फर्मेसन हेरेर तिमीले के थाहा पाइरहेको छौ। यो रियाक्सन भनेको एक्जोथर्मिक रियाक्सन हो कि एन्डोथर्मिक रियाक्सन हो भन फटाफट। इन्डोथर्मिक इन्डोथर्मिक। बुझ्यौ नि अब। रिएक्सन। अब थाहा पायो नि मैले अस्ति किन यो एन्डो एक्जोको नाटक गरेको यही। डेल्टा एच पोजिटिभ छ भने यो रियाक्सन के होला एन्डोथर्मिक रियाक्सन हो। मतलब तिमीले के बुझिरहेको छौ यो रियाक्सनमा हामीले के गर्यो होला हिट दिएको होला कि यो रियाक्सनबाट हिट निक्लिया होला। दिएको। दिएको होला। यस हामीले यो रियाक्सनमा हिट चाहिँ दिएको होला ल। अब क्वेसन्सहरू के सोध्छ फर्स्टमा। मैले टेम्परेचर डिक्रिज गरेँ भन। रियाक्सन फरवर्ड जान्छ कि ब्याकवर्ड जान्छ मैले टेम्परेचरलाई के गरेँ डिक्रिज गरेँ। ब्याकवर्ड। किन थाहा छ। इन्डोथर्मिक रियाक्सन्समा होइन यदि हाम्रो रियाक्सन इन्डोथर्मिक रियाक्सन हो भने टेम्परेचर इन्क्रिज गर्यो भने फरवर्ड जान्छ। टेम्परेचर डिक्रिज गर्यो भने ब्याकवर्ड जान्छ। सो हामीले टेम्परेचर डिक्रिज गरिरहेछौँ मान्छे रियाक्सन कतातिर जान्छ ब्याकवर्ड। अहिले म आज मिनी क्वाड पनि हुन्छ हाम्रो। र प्रेसर मैले डिक्रिज गरेँ। थाहा छ प्रेसर डिक्रिज गर्दाखेरि कतातिर जान्छ भने त प्रेसर इन्क्रिजतिर। प्रेसर डिक्रिज गर्दाखेरि रियाक्सन कतातिर जान्छ प्रेसर इन्क्रिजतिर। मतलब नम्बर अफ मोल्स अफ ग्यास इन्क्रिजतिर। नम्बर अफ मोल्स अफ ग्यास इन्क्रिजतिर। यहाँ त छँदै छैन यो सलिड हो यो ग्यास हो। भनेको कतातिर जान्छ भने फरवर्डतिर जान्छ कि कतातिर जान्छ भने फरवर्ड। ठिकै छ गाइस टेन्सन नल्याऊ म चाँडै छोडिदिन्छु है। पछि कुनै फिर दिन बढ। 50-50सम्म छोडिदिनु होला। ल ल हुन्छ हुन्छ। म त मानिहाल्छु भाइ अरू पो मान्दैनन्। ए सर, तपाईँ मानिहाल्नुहुन्छ। ल सुन गाइस यो बुझिरहेको छु नि हेर त। क्याल्सियम सर। कार्बोनेट भनेको सलिड। सलिड। CaO भनेको सलिड। यो भनेको ग्यास अब थर्ड हेर भोल्युम इन्क्रिज गरे। थाहा छ मैले तिमीलाई भनेको थिएँ भोल्युम र प्रेसरको रिलेसन भनेको थिएँ। भोल्युम इन्क्रिज भनेको यसलाई कसरी ट्रिट गर्ने मतलब प्रेसर डिक्रिज जस्तो। भोल्युम इन्क्रिज भनेको प्रेसर डिक्रिज जस्तो। भोल्युम इन्क्रिज भन्नु भोल्युम इन्क्रिज भन्नु र प्रेसर डिक्रिज भन्नु भनेको एउटै कुरा हो कि। भोल्युम इन्क्रिज भन्नु प्रेसर डिक्रिज भन्नु एउटै कुरा हो। So मलाई भन त भोल्युम इन्क्रिज भन्नु प्रेसर डिक्रिज भन्नु एउटै कुरा हो कि गाइज भन।
भोल्युम इन्क्रिज भने क्वेसनले भोल्युम इन्क्रिज भनिरहेछ भने तिमी मनमनै के बुझिरहेको छ यो प्रेसर डिक्रिज वाला केस हो भनेको रियाक्सन कतातिर जान्छ प्रेसर इन्क्रिजतिर भनेको नम्बर अफ मोल्स अफ ग्यास इन्क्रिजतिर भनेको फरवर्ड केही त बोल यार हो कि होइन यस सर सर हो ल मिक्सिङ अफ इनर्ट ग्यास मिक्सिङ अफ इनर्ट ग्यास थाहा छ मैले तिमीलाई भनेको थिएँ मिक्सिङ अफ इनर्ट ग्यास होइन एट कन्स्ट्यान्ट भोल्युम हुन्छ अर्को एट कन्स्ट्यान्ट प्रेसर हुन्छ एट कन्स्ट्यान्ट भोल्युम भनेको छ भने के हुन्छ भने नो इफेक्ट कहीँ पनि जाँदैन इफेक्टै गर्दैन सो अनि केही पनि भनेको छैन सिम्पली के भनेको छ मिक्सिङ अफ इनर्ट ग्यासेस भनेको छ भने तिमीहरूले के बुझ्नुपर्छ एट कन्स्ट्यान्ट भोल्युम वाला केस हो सो मिक्सिङ अफ इनर्ट ग्यास कन्स्ट्यान्ट एट कन्स्ट्यान्ट भोल्युम भनेको के होला भने त नो इफेक्ट ल mixing of 1 mole of CaO भने कता mixing of 1 mole of CaO सोलिड इफेक्ट पर्दैन हो फेरि यो चाहिँ दिमाग बनाउन हो प्रोडक्टको कन्सन्ट्रेसन इन्क्रिज भइरहेछ यस ब्याकवर्ड ए भाइ सलिड हो यो ल 6 नम्बरमा है इन्क्रिज मोल अफ CO2 मैले CO2 को मोललाई इन्क्रिज गरेँ इन्क्रिज मोल अफ CO2 भनेको प्रोडक्टको कन्सन्ट्रेसन हामी इन्क्रिज गरिरहेछौँ कति जान्छ ब्याकवर्ड ब्याकवर्ड डिक्रीज concentration of डिक्रीज concentration of CaCO3 अरे भाई ये सॉलिड हो कुछ नहीं होगा ल मजा आएगा यो क्वेसनबाट मजा आयो सबै कुरो रियाक्सन कतातिर जान्छ फरवर्ड कि ब्याकवर्ड गर्यो सर क्वेसनमा तोकिदिएको हुन्छ मिक्सिङ अफ ग्यास एट कन्स्टेन्ट भोल्युम और प्रेसर डाइरेक्ट दिँदैन सर मैले तिमीलाई भनेको थिएँ पागल मिक्सिङ अफ इनर्ट ग्यास मात्रै भनेको छ भने तिमीले के बुझ्छौ भन त कुन केसवाला बुझ्ने हो मिक्सिङ अफ इनर्ट ग्यास मात्रै भनेको छ भने के बुझ्छौ एट कन्स्ट्यान्ट भोल्युम वाला केस हो त्यो बुझ्नु पर्यो ओके सर मलाई थाहा छ कसैले कसैले सोधिहाल्छ मैले अघि नै भनिदिइसकेको थिएँ यो कुरो ल नेक्स्ट क्वेसन गरौँ है सर सर एउटा सानो कन्फ्युजन छ भन सर त्यो जुन हजुरले नन एफेक्टिङ फ्याक्टर अफ इक्विलिब्रियम कन्स्टेन्ट लेखाउनु भएको थियो होइन त्यो चाहिँ सबै एट इक्विलिब्रियमको कन्डिसन हो होइन हजुर अनि सर एउटा मोड्युलमा क्वेसन छ के मतलब एट इक्विलिब्रियम कन्स्टेन्ट अफ रियाक्सन इज नट एफेक्टेड बाई टेम्परेचर क्याटालिस्ट कन्सन्ट्रेसन अफ रियाक्टेन्ट कन्सन्ट्रेसन अफ प्रोडक्ट सबै त अनि कुन हुन्छ सर यसमा ए भाइ नट एफेक्टेड बाई हजुर के छ अप्सनमा टेम्परेचर क्याटालिस्ट कन्सन्ट्रेसन अफ रियाक्टेन्ट कन्सन्ट्रेसन अफ प्रोडक्ट त्यो क्वेसन चाहिँ राम्रो हेर्नु त्यो के अरे एफेक्टेड बाई होला मोड्युलमा त नट एफेक्टेड बाई लेखिरहेको छ सर मिस्टेक हो कि मिस्टेक होला त्यसो भए एन्सरमा चाहिँ क्याटालिस्ट दिइरहेको छ फेरि इक्विलिब्रियम कन्स्ट्यान्ट अनि कन्सन्ट्रेसन पनि देखा हजुर एट इक्विलिब्रियम कन्स्ट्यान्ट अफ रियाक्सन इज नट एफेक्टेड बाई नै 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 हुनै सक्दैन कन्सन्ट्रेसनले कहाँ इक्विलिब्रियम कन्स्ट्यान्टलाई एफेक्ट गर्छ त एन्सरमा चाहिँ क्याटालिस्ट दिइरहेको छ सर नै नै मतलब त्यसले चाहिँ एफेक्ट गर्दैन अरूले एफेक्ट गर्छ भनेर नै नै भन्नु पर्यो कन्सन्ट्रेसनले पनि गर्दैन भाइ कन्सन्ट्रेसनले कहाँ गर्छ गर्दैन 100% गर्दैन मैले तिमीलाई बारम्बार भनिरहेको छु इक्विलिब्रियम त्यहाँ चाहिँ इक्विलिब्रियम भनेर होला के इक्विलिब्रियम भनेर होला इक्विलिब्रियम कन्स्ट्यान्ट छैन होला त्यो राम्ररी हेर्नु छ सर एट इक्विलिब्रियम कन्स्ट्यान्ट अफ रियाक्सन इज नट एफेक्टेड बाई एकचोटि हेर्नुपर्छ त्यसो क्वेसन यो सुन मोड्युलकै क्वेसन हो सर एकचोटि हेरौँ ल NaNO3 solid was heated in a closed vessel बुझ्यौ then obtained हेरिदिउँला है अनि क्वेसन्सहरू त बन्यो होला नि अरू क्वेसन्सहरू बनाएछ बनिरहेको छ सर सबै सर यो नेम मोड्युलमा मिस्टेक रहेछ सर अति नै अति नै त छैन भाइ
तपाईँको नोट मात्रै पढ्छ सर। सर यसमा यही च्याप्टरमा पनि छ क्वेसन मिस्टेक, अर्को पनि छ। के भन? भन न के छ? सच्याइहाले सर आफैले। नोट पढ न, नोट। यो नोटै तिमीहरूको लागि ब्रह्मास्त्र हो कि भन त गाइस। ल मोड्युलबाट मात्रै क्वेसन गर्दा हुन्छ यो नोट पढेर? होइन, मोडलको टेक्स्ट पनि एकचोटि पढ न। त्यो यो नोट पढिसकेका छौ, टेक्स्ट पढ्न खासै टाइम लाग्दैन के, कतिको फिल गराएको छौ। ल हेर, NaNO3 solid was heated in a closed vessel, then obtained के लेख्यो यार, then obtained products are ल then obtained products are NaNO2 solid and O2 gas होइन। so NaNO3 solid, NaNO2 solid plus half O2 gas, delta H is equal to positive। मैले टेम्परेचर इन्क्रिज गरेँ, त्यहाँबाट रियाक्सन कसरी जान्छ? फरवर्ड। ऱ्यापअपमा त अहिले यस्तो मेडिकलको त्यो उसमा के धेरै खाली सिट गएको रहेछ, राम्रो राम्रो सिटहरू। प्रेसर इन्क्रिज गरे भनेको प्रेसर डिक्रिजतिर जानु पर्यो, नम्बर अफ MD को मोल्स। सर हो, टेम्परेचर इन्क्रिज गरे, टेम्परेचर इन्क्रिज फरवर्ड, प्रेसर इन्क्रिज ब्याकवर्ड। Mixing of inert gas at constant pressure. Mixing of inert gas at constant pressure। खासमा मैले तिमीलाई भनेको थिएँ, मिक्सिङ अफ इनर्ट ग्यास एट कन्स्टेन्ट प्रेसर भनेको, मिक्सिङ अफ इनर्ट ग्यास एट कन्स्टेन्ट प्रेसर भनेको कस्तो के छ भन त? भोल्युम इन्क्रिज। मतलब प्रेसर डिक्रिज भनेको भनेको रियाक्सन कतातिर जानु पर्यो? प्रेसर इन्क्रिजतिर जानु पर्यो कि भन? भनेको नम्बर अफ मोल्स अफ ग्यास इन्क्रिजतिर जानु पर्यो, भनेको फरवर्ड जानु पर्यो। हेर त, बुझ्यो यो क्वेसन बुझ्यो? यस सर। खतरा, यो पोइन्ट धेरैले बुझ्या हुँदैन के, यो चाहिँ धेरैले बुझ्या हुँदैन हो कि भन? यस सर। Decrease the concentration of NaNO2। नो इफेक्ट। Decrease PO2। पार्शियल प्रेसर भन्नु कन्सर्न एउटै कुरा है। डिक्रिज पार्शियल प्रेसर अफ O2। फरवर्ड। यस, डिक्रिज पार्शियल प्रेसर अफ O2 भनेको प्रोडक्टको कन्सन्ट्रेसन हामीले कम गरिरहेछौँ भने के होला? फरवर्डतिर होला। नेमको अर्ग्यानिकको मोडल कस्तो लाग्छ तिमीलाई? राम्रो छ सर। डिक्रिज क्वान्टिटी अफ ल बुझ्यो र त? डिक्रिज द क्वान्टिटी अफ NaNO3 भनेको नो इफेक्ट। ल यहाँसम्म कसैलाई ठ्याक्क यो दुईटा सिमिलर टाइपको क्वेसन मैले गराइदिएको ताकि तिमीलाई प्र्याक्टिस होस् भनेर है। हो होइन? पार्शियल प्रेसर अफ O2 भनेको कन्सन्ट्रेसन जस्तै हो कि, ग्यासको लागि त पार्शियल प्रेसर पनि त हुन्छ नि होइन? सो डिक्रिज द कन्सन्ट्रेसन अफ PO2 भन्नु, सरी डिक्रिज द कन्सन्ट्रेसन अफ O2 भन्नु, अनि डिक्रिज द पार्शियल प्रेसर अफ O2 भन्नु, अथवा डिक्रिज द क्वान्टिटी अफ O2 भन्नु, सबै एउटै कुरा हो। PO2 भनेको पार्शियल प्रेसर अफ O2। थाहा छ पार्शियल प्रेसर निकाल्ने मैले तिमीलाई फर्मुला सिकाएको थिएँ, कसरी निकाल्ने पार्शियल प्रेसर याद छ गाइस? फर्स्ट लेक्चरमा मोल फ्र्याक्सन इन्टु टोटल प्रेसर, मोल फ्र्याक्सन इन्टु के भन्छ? टोटल प्रेसर। टोटल प्रेसर। मोल फ्र्याक्सन इन्टु के भन्छ? टोटल प्रेसर। अर्को फर्मुला PV इक्वल्स टु NRT वाला। NRT बाट। यस, के भने कुन बेला गर्छन् थाहा छ? फिजिकल जब तिमीलाई के अरे भोल्युम र टेम्परेचर दिएको हुन्छ। ल यो क्वेसन गर है।
CO2 plus H2O gives H plus H3O HCO3 minus. ठीक छ? If at equilibrium position, if at equilibrium position, some amount of CO2 is removed. So now, if at equilibrium position, some amount of CO2 is removed, pH of mixture will be increase, decrease, demand, no idea, get idea. के होला guys भन? इन्क्रिज हुन्छ सर। हेर मलाई त हामीले के गरिरहेछौँ, रियाक्टेन्टको कन्सन्ट्रेसन के गरिरहेछौँ, कम गरिरहेछौँ। इफ सम अमाउन्ट अफ CO2 इज रिमुभ भनेको रियाक्सन कतातिर जानु पर्यो, यो मैले कम गरेँ भने रियाक्टेन्ट एड गर्नु भनेको Backward. यस रियाक्सन ब्याकवर्डतिर जानु हो। रियाक्सन ब्याकवर्ड जानु भनेको मलाई त H प्लस घट्नु हो किन भन त, यो र यो कम्बाइन रियाक्सन ब्याकवर्ड भनेको मलाई भन, रियाक्सन्स ब्याकवर्ड जानुको मतलब के भइरहेछ, H प्लसको कन्सन्ट्रेसन घटिरहेछ। H प्लसको कन्सन्ट्रेसन घट्नु भनेको के हो, H प्लसको कन्सन्ट्रेसन होइन, H प्लसको कन्सन्ट्रेसन बढ्नु भनेको pH डिक्रिज हो। H प्लसको कन्सन्ट्रेसन घट्नु भनेको H प्लसको कन्सन्ट्रेसन घट्नु भनेको pH इन्क्रिज हो। यसको आन्सर के होला थाहा छ, pH इन्क्रिज। एकचोटि फेरि सर। सुन यो क्वेसनमा के भनेको छ, इफ एट इक्विलिब्रियम होइन सम अमाउन्ट अफ CO2 इज रिमुभ, CO2 के गरेछ, रिमुभ गरेछ। ल CO2 रिमुभ गर्नु भनेको रियाक्सन फरवर्ड जानु हो कि रियाक्सन ब्याकवर्ड जानु, यति भनिदेऊ। CO2 मैले रिमुभ, रियाक्सन ब्याकवर्ड जानु, ठिक छ? रियाक्सन ब्याकवर्ड जानुको मतलब यो र यसको बिचमा रियाक्सन भइरहेछ, यो सकिरहेछ, कम भइरहेछ। सो H प्लस घट्नु भनेको pH त इन्क्रिज हो नि त बाबु। H प्लस घट्नु भनेको pH त इन्क्रिज हो। And the correct answer is A. बुझ्यौ? अलिक दिमाग लाउने क्वेसन हो। ठिक छ सर। यहाँसम्म कसैलाई केही डाउट्स भने सोध्न पाइन्छ प्लिज। यहाँसम्म कसैलाई केही डाउट्स भने सोध्न पाइन्छ है। सर अक्सिडेसन रिडक्सनको पनि मिनी कार्ड बाँकी नै छ। गरौँला, डोन्ट टेक टेन्सन। हेर्दैछु के रहेछ। आज फेसबुकमा लाइभ छैन है सर? त्यो लाइभै भइरहेको छैन खै, के भयो? त्यो ग्रुपै देखाउँदैन यार फेसबुकमा लाइभ गर्ने, पेज मात्र देखाइरहेछ लाइभ गर्ने। हामीले जुन ग्रुपहरू गरिरहेको थियौँ नि, शेयर अन योर टाइमलाइन, शेयर टु योर पेज, ग्रुपै देखाइरहेको छैन। सर त्यो स्याडोमा चेन्ज गर्नुपर्छ नि। के अरे स्याडोमा? स्याड्युल माथि त्यो इन गरेपछि स्याड्युल आउँछ अनि त्यसमा टाइमिङ र त्यो दिएको हुन्छ कि सर, अनि त्यसमा गएर सेटिङ चेन्ज गर्नुपर्छ कि अपडेट भएको छ जुन। ए जुम तले अपडेट भएको छ हो। जुन अपडेट भएको चाहिँ अहिले हेरौँला, केही छैन। यो रेकर्डिङ भइरहेछ, म रेकर्डिङ हालिदिन्छु अहिलेको। सुन, विच अफ द फलोइङ इज अ क्यारेक्टरिस्टिक्स अफ अ रिभर्सिबल रियाक्सन। रिभर्सिबल रियाक्सन कहिले पनि कम्प्लिसन हुँदैन, कम्प्लिट हुँदैन। रिभर्सिबल रियाक्सन होइन कहिले पनि के हुँदैन भने त कम्प्लिट हुँदैन क्या, इट क्यान नेभर प्रोसिड टु कम्प्लिसन। यस सर। बुझ्यो नि, रिभर्सिबल रियाक्सन भनेको कहिले पनि के हुँदैन भने त कम्प्लिट हुँदैन कि। यदि कुनै रियाक्सन कम्प्लिट भयो भने त्यो रियाक्सन रिभर्सिबल रियाक्सन होइन। याद छ यो मैले तिमीलाई एउटा के अरे ऊ वाला क्वेसन गराएको थिएँ नि, ग्राफ वाला क्वेसन। त्यहाँ पनि मैले भनेको त्यस्तो थियो नि, एउटा तल्लोपट्टि छोको त्यसो छोको वाला थियो नि। अनि मैले भनेको थिएँ नि यो रियाक्सन्स कम्प्लिट भयो, यो रिभर्सिबल रियाक्सन हुन सक्दैन, जस्तो मैले भनेको थिएँ होला। अ केमिकल सिस्टम इज इन इक्विलिब्रियम
addition of a catalyst would result in. चलो guys बना. Increase in rate of backward reaction. A chemical system is in equilibrium. Addition of a catalyst would result in increase in rate of forward reaction, a new reaction path, and increase in amount of heat level. One. New reaction path. Yes, new reaction path गर्छ के. यो के अरे यो दुईटै गर्न सक्छ नि. इन्क्रिज इन रेट अफ फरवर्ड रियाक्सन पनि गर्न सक्छ, इन्क्रिज इन के रेट अफ ब्याकवर्ड रियाक्सन दुईटै गर्न सक्छ नि. एउटा यसले पाथ चेन्ज गर्छ के. क्याटलिस्ट पनि दुई किसिमको हुन्छ थाहा छ. एउटा हुन्छ पोजिटिभ क्याटलिस्ट, अर्को हुन्छ नेगेटिभ क्याटलिस्ट. ल क्याटलिस्ट कति किसिमको हुन्छ गाइज भन त. दुई किसिमको हुन्छ. एउटा हुन्छ पोजिटिभ क्याटलिस्ट, अर्को के हुन्छ भने त नेगेटिभ क्याटलिस्ट. one positive catalyst, another भनेको नेगेटिभ क्याटलिस्ट. one positive catalyst, अर्को के भन्छ त नेगेटिभ क्याटलिस्ट. सर क्वेसनमा त्यो एडिसन आएर पोजिटिभ र नेगेटिभिटी भएर न्यू रियाक्सन भएको हो कि नि? हो, यसको पाथ क्याटलिस्टको काम के भन्दाखेरि रियाक्सनको पाथलाई के गर्दिन्छ, चेन्ज गर्दिन्छ के. सोलिड हामी लिँदैनौँ, पाथलाई के गर्दिन्छ, चेन्ज गरिदिन्छ के. न गाइस, क्याटलिस्टको काम के भने रियाक्सनको पाथलाई के गर्ने भने त अल्टर यस, रियाक्सनको पाथलाई के गरिदिनु भने अल्टर. एकपटक यो के भइरहेछ, ह्याङ भइरहेको. रियाक्सन्सको पाथलाई के गर्ने भने ए भाइ यो प्रोसेस जुम अपडेट भएर यार. एकछिन है. एकछिन है गाइस. तिम्रो बोटनी कति कोर्स कम्प्लिट भइसक्यो? प्लान्ट फिजियोलोजी अनि छैन सर, धेरै अझै बाँकी छ जम्मै. एकछिन है. ल 7-8वटा च्याप्टर भएको छ. 7-8वटा च्याप्टर मात्रै भएको छ बोटनीको. सर मनोज सरको क्लास अझै हुन्छ हाम्रो कि? सक्यो हिजो पिटी. हजुर हिजो सर त सक्यो सक्यो सर. सर सर हजुर? मजा सरलाई भन्नु कि इनअर्ग्यानिक पढाउन राम्रो पढाउनुहुन्छ. सर सर एकदम खतरा पार्नुहुन्छ इनअर्ग्यानिक. उहाँलाई भन्नु न. सर त्यो अक्सिजन कार्बन सबै उहाँले चाहिँ नन मेटल चाहिँ गराउनु हुन्न के. मैले कुरो गरेको थिएँ. उहाँले मेटल पढाउनुहुन्छ. पहिला मैले भन्दाखेरि केटाहरू चाहिँ पुरा के ग्याङ मतलब कसैको कुरो सुनेको थिएन, थाहा छ? कसैको कुरो पनि मैले सुनिनँ कि. थाहा छ, याद छ नि? 2-4वटा कोहीले चाहिँ हल्ला गरेर मैले सुनिनँ नि त. मलाई मेरो टार्गेट भन्नु, तिमीले चाहिँ पाउँदाखेरि बेस्ट पाउनुपर्छ जस्तो लाग्छ मलाई. त्यही टार्गेटले मैले गरेँ. ल भने यसको आन्सर भएर फटाफट भन. Which of the following is not a characteristics of equilibrium? डी होला. डी नै हो सर. जहिले पनि इक्विलिब्रियम भनेको क्लोज भेसलमा हुन्छ के. हेर, रेट इज इक्वल इन बोथ डिरेक्सन्स. मेजरेबल क्वान्टिटिज आर कन्स्ट्यान्ट एट इक्विलिब्रियम. थाहा छ? एउटा रियाक्सन, रिभर्सिबल रियाक्सन इक्विलिब्रियम आइसकेपछि सबै मेजरेबल क्वान्टिटिजहरू के हुन्छ, कन्स्ट्यान्ट भइदिन्छ के, चेन्ज आउँदैन के. इक्विलिब्रियम अकर्स इन रिभर्सिबल रियाक्सन्स. इक्विलिब्रियम अकर्स ओन्ली इन नो क्लोज्ड भेसलमा हुन्छ. कुन भेसलमा हुन्छ गाइज भने त क्लोज्ड भेसलमा हुन्छ. हिजो के सरले सक्यो भन्नुभयो? हजुर सर. हजुर सक्यो भन्नु. ल, for a reversible reaction, if concentration of the reactant is double, the equilibrium constant. ल भन्नु भाइ, for a reversible reaction हैन, for a reversible reaction, if concentration of reactant is double, the equilibrium constant will be सेम डबलै हुन्छ. सेम डबलै हुन्छ. डी नम्बर सेम हुन्छ. हैन, for a reversible reaction, if concentration of reactant is double, the equilibrium constant will be के हुन्छ न, सेम. बुझेन मेरो कुरो?
बुझेँ सर। ल न द मोलर कन्सन्ट्रेसन। थाहा छ मोलर कन्सन्ट्रेसन भनेको एक्टिभ मास हो कि गाइज त मोलर कन्सन्ट्रेसन भनेको के हो थाहा छ? एक्टिभ मास हो। मोलर कन्सन्ट्रेसन भनेको के हो त एक्टिभ मास हो। सो एक्टिभ मास द मोलर कन्सन्ट्रेसन अफ 32 ग्राम अफ अक्सिजन इन 10 लिटर इज भनेको तिमीले के निकाल्नु पर्यो? मोल पर लिटर निकाल्नु पर्यो। अक्सिजनको मोलिकुलर ए भाइ के भयो? अक्सिजनको मोलिकुलर मास कति हुन्छ? 32/32 भनेको 1, 1/10 भनेको 0.1। डी इज राइट आन्सर। मोलर कन्सन्ट्रेसन भनेको एक्टिभ मास हो कि मोलर कन्सन्ट्रेसन भनेको के हो गाइज भन्नु त? एक्टिभ मास हो। एक्टिभ मास अफ 56 ग्राम अफ N2 contained in 2 liter flask। 56 ग्राम अफ N2 contained in 2 liter flask। ल 56 बाई कति गर्नु पर्यो गाइज भन्नु त? 56 कति गर्नु पर्यो? 28 होइन भनेको 2 भयो, यो मोल भयो। मोल बाई 2 भनेको 1। यस 23 का आन्सर निकाल त। व्हाट इज द एक्टिभ मास अफ 5.6 लिटर अफ O2 एट STP? तिमीलाई भोल्युम कति दिइरहेछ भने त 5.6 दिइरहेछ है। तिमीलाई भोल्युम चाहिँ 5.6 दिइरहेछ। तिमीलाई भोल्युम के दिइरहेछ भने 5.6 दिइरहेछ। सो पहिला तिमी के गर थाहा छ? फर्स्टमा तिमी के गर, जुन भोल्युम 5.6 लिटर दियो त्यहाँबाट मोल निकाल त। मोल निकाल्न मिल्छ? मोल हेर, मोल डिवाइड बाई भोल्युम इन लिटर गर्यो भने के आउँछ? एक्टिभ मास आउँछ कि एक्टिभ मास के आउँछ गाइज भन्नु त? एक्टिभ मास आउँछ। मोल डिवाइड बाई भोल्युम इन लिटर इज इक्वल टु के हुन्छ? एक्टिभ मास। सो 5.6 लिटर अफ O2 एट STP। ल भन 5.6 डिवाइड बाई 22.4 गऱ्यो भने 5.6 डिवाइड बाई 22.4 गऱ्यो भने यो मोल आयो कि आएन भन त? 5.6 हजुर यस सर आयो। मोल आयो। कति आउँछ होला? 5.6 डिवाइड बाई 22.4 गर त 0.25 भयो। यो मोल आयो 0.25। 0.25 भनेको मोल भयो। यसैलाई हामी के गर्छौँ? भोल्युम इन लिटर भनेको 5.6 लिटर, भोल्युम त 5.6 दिइरहेछ नि, 5.6 ले डिवाइड गर्छौँ। हेर यो चाहिँ मोल भयो। यही मोललाई हामीले के डिवाइड गरेको? भोल्युम इन लिटर डिवाइड गरेको भनेको 0.25 डिवाइड बाई 5.6 भनेको बी इज द राइट आन्सर। बी इज द राइट आन्सर। यस सर। The active mass of 10 gram of CaCO3 solid हो नि त। पहिलेदेखि टिक लगाइरह। जहाँसम्म आउने क्वेसन यस्तै यस्तै हो क्या गाइज। यो क्वेसन त महा इम्पोर्टेन्ट भएको 15 नम्बर क्वेसन होइन। Which of the following favors the reversible reactions in chemical equilibrium? Which of the following favors the reversible reaction? हजुर Which of the following favors the reverse reaction? reverse reaction in chemical equilibrium. मतलब backward भन्न खोजिरहेछ के? reverse backward. Increasing the concentration of reactant. मलाई भन गाइस, तिमीले concentration increase गर्यो भने सर increasing the concentration of reactant, तिमीले reactant को concentration increase गर्यो भने reaction कतितिर जान्छ? forward तिर जान्छ। Removal of at least one of the product at a regular ल न तिमीले हैन प्रोडक्ट को कन्सन्ट्रेसन कम गर्यो भने, प्रोडक्ट को कन्सन्ट्रेसन घटायो भने रिएक्सन कति जान्छ? फरवर्डै जान्छ। बुझ्यौ? increasing the concentration of one or more of the product, increasing the concentration of के भन त? increasing the concentration of one or more of the product के होला गाइस? थाहा छ? प्रोडक्ट को कन्सन्ट्रेसन इन्क्रिज गर्यो भने रिएक्सन कति जान्छ भने ब्याकवर्ड तिर जान्छ। सी इज द राइट आन्सर।
For a reaction N2 plus 3H2 gives twice NH3, the value of Kc would depend upon केमा डिपेन्ड गर्छ भनेर भन त। एउटा रियाक्सन मैले तिमीलाई दिएको छु, जुन चाहिँ रिभर्सिबल रियाक्सन हो, केसी को भ्यालु केमा डिपेन्ड गर्छ भन। टेम्परेचरमा केसी को भ्यालु भनेको केमा डिपेन्ड, मैले तिमीलाई भनेको छु, बारम्बार भनेको छु भाइ, इनिसियल कन्सन्ट्रेसन, प्रेसर कहीँ पनि केमा नि डिपेन्ड गर्दैन के। कुनै एउटा पर्टिकुलर रियाक्सन्सको केसी को भ्यालु डिपेन्ड गर्ने भनेको टेम्परेचरमा मात्रै हो के। झुक्क्याउनलाई अघि कसले बोलिरहेको थियो भाइ, को हो? ल 34 गान्छ भने त 34 को वाट इज द इक्विलिब्रियम एक्सप्रेसन फर द रियाक्सन। यो रियाक्सनको लागि इक्विलिब्रियम एक्सप्रेसन लेख्नु पर्यो। थाहा छ एक्सप्रेसनमा के आउँदैन, थाहा छ, यो सलिड आउँदैन, सलिड एक्सप्रेसनमा सलिड आउँदैन है। सो मलाई भन इक्विलिब्रियम एक्सप्रेसन केसी कति होला भन त, केसी इक्वल टु कति होला, यो पनि सलिड, यो पनि आउँदैन, भने के होला भन त, 1/O2 को पावर कति भन्छ 5, 1/O2 को पावर 5। के यस नो भने बे खुसी लाग्थ्यो। यस सर यस सर एकछिन है, हेलो हजुर, यो कुरो चाहिँ हामीले पढ्न बाँकी छ, हामी एकछिन गरौँ ल। यो पछि त पढिसक्यो भने भन, त्यसको आन्सर भन त भाइ। 2 हुन्छ सर। यस, के इक्विलिब्रियम, इसको फर्मुला के हो ना, के फर आउटपुट KF by KB। KF by KB, यस। सुन, एट अ गिवन टेम्परेचर द इक्विलिब्रियम कांस्टेंट फर द रिएक्शन यति दिइराछ है, यो रिएक्सनको लागि यति दिइराछ। एट द सेम टेम्परेचर द इक्विलिब्रियम कांस्टेंट फर द रिएक्शन। सुन त, रिएक्सनलाई उल्टो गरेछ कि छैन एकचोटी हेर त। गरेछ उल्टो गर्दाखेरि के हुन्छ भन त, उल्टो गर्दाखेरि के हुन्छ, रेसिप्रोकल हुन्छ के। घुमाउँदाखेरि के हुन्छ, रेसिप्रोकल। भनेको के हुन्छ थाहा छ, 1/2.4 इन्टु 10 को पावर -3 भने कति हो? सी नम्बर कति नम्बर? सी हो, सी नम्बर हो। 4.2 इन्टु 10 को पावर 2। खासमा तिमीले यसलाई 1/2.4 गर्यो भने हेर, 1/2.4 इन्टु 10 को पावर 3 भयो। 1/2.4 भनेको 0.42 हो, भनेको 4.2 इन्टु 10 को पावर 2 गर्नु पर्यो। सी राइट आन्सर। सर यसमा सबै भ्यालु त सी भन्दा त्यो उ छ नि त, नेगेटिभ अनि पोजिटिभ भएर त्यो भएर नि लाउँदा हुन्छ नि त। त्यो भने त्यो लाउँदै नि हुन्छ, त्यो सबै माइनस 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 बाई भनेपछि त माथि गएपछि त पोजिटिभमा जानु पर्यो। यस सर Consider the two gaseous equilibrium SO2, the values of are related by। पछि हेर त, माथिको सेकेन्ड रिएक्सनले के गरेछ त, सेकेन्ड रिएक्सनलाई घुमाएको छ र 2 ले मल्टिप्लाई गरेछ। हेर त, यो जुन सेकेन्ड रिएक्सन छ नि, उसले के गरेछ भनेपछि सेकेन्ड रिएक्सन कसरी आएको, माथिको रिएक्सनलाई घुमायो र 2 ले मल्टिप्लाई गर्यो। माथिको रिएक्सनले के गरेछ थाहा छ, घुमाएको छ, माथिको रिएक्सनले के गरेछ, घुमाएको छ र 2 ले मल्टिप्लाई गरेछ के। माथिको रिएक्सनलाई घुमाएर 2 ले मल्टिप्लाई गरेछ नम्बर भन्छ के। माथिको रिएक्सन घुमायो भने 1/Q1 भयो, 2 ले मल्टिप्लाई गरेपछि के होला भन त, स्क्वायर भयो, भनेको K2 इक्वल टु के होला, 1/Q1 स्क्वायर। हेर, हामीले पढ्दाखेरि कति गाह्रो गाह्रो पढेको थियौँ, जहाँ आउँछ सजिलो क्वेसन छ। बुझिरहेछौ अब खेल, बुझिरहेछौ भाइ? मजाले सर। यही कुरो पहिला तिमीलाई गाह्रो लागिरहेको थियो, क्या है ये,
ल 40 नम्बर क्वेसन गर फटाफट। मिनी क्वाडको फाइदा बुझिरहेको छौ? मिनी क्वाडको फाइदा if K1 and K2 are the equivalent constant for the reactions 1 and 2 then relation भनिरहेको छ। ल के गरिरहेको छ थाहा छ त? रिभर्स गरेर डिभाइड रिभर्स गरेर 1/2 ले मल्टिप्लाई रिभर्स गरेर 1/2 ले मल्टिप्लाई गरेको छ कि। रिभर्स गरे पनि के होला थाहा छ? रिभर्स गरे पनि के होला? 1/K2 होला। रेसिप्रोकल if K1 K2 the reactions 1 and 2 so के अरे सेकेन्ड रिएक्सन्सलाई के गरेको छ? सेकेन्ड रिएक्सन भनेको फर्स्ट रिएक्सनलाई घुमाएर 1/2 ले मल्टिप्लाई गरेको छ कि। भनेको K2 इक्वल टु कति होला? 1/K1 को पावर 1/2 होला। हो कि भन त? भनेको K2 इक्वल टु 1/√K1। चेक गर त। K2 इक्वल टु 1/√K1। अब स्क्वायर गरिदेऊ अनि के होला? के आउँछ? K2 स्क्वायर इक्वल टु के होला? भाइ कहाँ K2 स्क्वायर इक्वल टु के होला? 1/K1 1/K1 कहाँ छ यो? ए यहाँ ए नै हो त। हजुर ए नम्बर हो त। अनि यो K1 इक्वल टु 1/K2 को स्क्वायर भनेको ए नम्बर। The equivalent constant for the reaction is the equivalent constant for the reaction। ल भन जुन सेकेन्ड रिएक्सनको जुन निकाल्न भनिरहेको छ नि त्यो के गरिरहेको छ थाहा छ? रिएक्सनलाई घुमाएको छ र 1/2 ले मल्टिप्लाई गरेको छ। घुमाएर 1/2 ले के होला आन्सर? डी लास्ट नम्बर देख्यो कस्तो सिम्पल क्वेसन आउँदो रहेछ जाँचमा। द रिएक्सन कोसेन्ट याद गर्दा गाइज, रिएक्सन कोसेन्ट भनेको एउटा रिभर्सिबल रिएक्सनको कुनै पोइन्टमा तिमीले त्यो एक्सप्रेसन लेखिरहेछौ भने त्यसलाई हामी के भन्छौँ? रिएक्सन कोसेन्ट भन्छौँ। रिएक्सन कोसेन्टले हामीले के भन्छ त भन्दाखेरि रिएक्सन फरवर्डतिर जान्छ कि ब्याकवर्डतिर जान्छ, यही राइट जान्छ कि लेफ्ट जान्छ, यो चाहिँ भन्छ तिमीलाई। द रिएक्सन कोसेन्ट फर द रिएक्सन इज गिभन बाइ द रिएक्सन विल प्रोसिड फ्रम राइट टु लेफ्ट। मतलब राइटबाट लेफ्टतिर गइरहेछ, राइटबाट लेफ्टतिर गइरहेछ। ल भन मैले तिमीलाई भनेको थिएँ थाहा छ? रिएक्सन कोसेन्टको भ्यालु बढी आयो भने बढी आयो भने रिएक्सन कोसेन्टको भ्यालु के थियो? बढी थियो होइन? त्यसरी ब्याकवर्डको बढी रिएक्सन कोसेन्टको भ्यालु बढी बढी ब्याकवर्ड मैले भनेको थिएँ। सो ब्याकवर्ड हुनलाई रिएक्सन कोसेन्टको भ्यालु के हुनु पर्यो? बढी हुनु पर्यो। भनेको 45 को आन्सर के होला? बी। 45 को आन्सर के होला? बी होला। अब यही क्वेसन कस्तो इम्पोर्टेन्ट क्वेसन भयो होला। फेरि मैले यो कुरो पढाएको रिजन यो हो कि रिएक्सन क्वेसनको सबै केसेसहरू मैले बताएको थिएँ नि, 2-3वटा नुमेरिकल पनि गराएको थिएँ मैले। इफ n2 + 3s2 gives twice ns3 हैन के दिइराछ? यो दिइराछ k dash दिइराछ, देन k dash will be फर्स्ट रिएक्सनलाई के 2 ले मल्टिप्लाई गरेछ। दैट यो चाहिँ नुमेरिकल वाला क्वेसन हो। ल 66 को भन त आन्सर। अगाडिको हेरौँ न सर 45 46 भइसक्यो त, कतिचोटि हेर्ने? ल यो गर 66 नम्बर गर। सो के होला थाहा छ? c को पावर 2/3, a को पावर 1/2, b को पावर 1/3। आन्सर के होला? यो सबै न्युमेरिकल हो, बाँकी छ। यो न्युमेरिकल गर्न बाँकी छ, हामीले पढ्न बाँकी छ न्युमेरिकल। बुझ्यो गाइस? ओके, यसमा नि अर्को पनि छ जस्तो लाग्यो मलाई क्वेसन्सहरु। ओहो, कहाँदेखि स्टार्ट छ यो पर्ख्यो ल। गाइज एन्ड गर्ल्स, ल 78 कहाँ छ भन त?
फर द होमोजेनियस रियाक्सन तिमीलाई दिइरहेछ है। सी सी हुन्छ र बी नम्बर प्लस बी 1 ए के थियो भनेर याद गर्दा कन्सन्ट्रेसनको पावर डेल्टा एनजी थियो होइन। सेतैतिर हेर्दा यता 6 4 10 देखिरहेको छौ, यहाँ 5 4 9 देखिरहेको छौ, भनेको त कन्सन्ट्रेसनको पावर 1 भएन भाइ। बी H2O ग्यास मान्ने हो सर। सबै के भने आज फर द होमोजेनियस ग्यास रियाक्सन। ए ए भाइ क्वेसन पढ्दैन हौ। सरी सरी। होइन ठिक छ। ल भन in a reversible chemical reaction having two reactant in equilibrium ए भाइ हेर है, in a reversible chemical reaction having two reactants in equilibrium, if the concentration of reactants are double then the equilibrium constant will remain unchanged। अघि कसले सोधिरहेको थियो भाइ? यो बाँकी छ, यो गर त 83 नम्बर। हेर डेल्टा एनजी 0 छ नि त, बराबर। केपी इक्वल्स टु केसी केपी इक्वल टु डेल्टा एनजी 0 भने चाहिँ केपी इक्वल टु केसी। 84 भन। केपी ग्रेटर देन केसी केपी लेस देन केसी केपी लेस देन केसी के होला भने त केपी लेस देन केसी केपी लेस देन केसी बी नम्बर बी नम्बर। ठिक छ ल, यसलाई आजलाई यति गरौँ। ठ्याक्क मैले 50 मा छोडेँ, यसलाई कन्टिन्यू गरौँ ल राति है त। हजुर अहिले गरेको यो स्क्रिनसट लिन दिनु न क्वेसनहरु। ल ल जस्ट सबै चुजी क्वेसन्सहरु छ नि है। छ एकदम। सर यो पीडीएफ सेयर गर्न मिल्दैन क्वेसन डीपीपी के रे डीपीपी सेयर गर्न मिल्दैन रे, मतलब यो क्वेसन कसलाई मतलब हामी स्टुडेन्टलाई सर गर्दै भने के फरक पर्छ? मलाई के फरक पर्दैन। पीडीएफ राख्दिनु हुन्थ्यो कि, किन जेपीएनपी छैन कि सर। हुन्छ के मैले गर्ने भने सुन, हजुर सर। कसैले स्क्रिनसट लिइरहेको छ भने त्यो ग्रुपमा हालिदियो है। 80 जना भाइले के मजाले राख्थे के, यदि कसैले स्क्रिनसट लिइरहेको छ भने ग्रुपमा पिडिएफ बनाएर हालिदियो है। एउटा काम गर कोही एकजना। ल आजलाई यति गरौँ, चल्यो। बाई बाई, हेभ अ गुड डे।